बालकथा भूतको बाँसुरी। गोपी भूत भन्ने शब्द सुन्नासाथ निकै डराउँछ, तर उसलाई भूतको कथा सुन्न भने एकदमै मनपर्छ। उसले थुप्रै किसिमका भूत प्रेतका कथाहरू सुनेको र पढेको छ। कुनै कथा हजुरआमाबाट, कुनै साथीहरूबाट सुनेको छ, कुनै कथाका पुस्तकहरूमा पढेको छ। यति हुँदाहुँदै पनि भूत साँच्चीकै हुन्छ कि हुँदैन भन्नेमा ऊ दोधारमा छ। धत्, भूत पनि कहीँ हुन्छ? हुँदैन भूत, यो सबै मनको भ्रम हो। एकपटक उसले विद्या मिसबाट यस्तै जवाफ पाएको थियो। होइन, यो भूत नभएको भए मान्छेहरूले कसरी यति धेरै भूतका कथा बनाए होलान् त? पक्कै पनि मिसले मलाई ढाँट्नु भएको हो। भूत त हुन्छ, गोपीले मनमनै सोच्यो। उसले भूत सम्बन्धी धेरै कथा सुने पनि आजसम्म भूत देख्न भने पाएको थिएन। कसैले चियान डाँडामा भूत बस्छ भन्थे, कोही मध्यरातमा रानी चोकमा किचकन्नी हिँड्छे भन्थे, कोही पाटे चौरमा भूतले सेतो घोडा कुदाउने गर्छ भन्थे। मान्छे पिच्छे फरक फरक कुरा हुन्थे। के सोचिरहेको गोपी? गोपी एकोरिएको देखेर काकाले सोध्नुभयो, काका, भूत कहाँ बस्छ? गोपीले काकालाई नहेरिकनै सोध्यो, कस्तो कुरा गरेको? भूत कहीँ पनि बस्दैन। कसले भन्यो तिमीलाई भूत हुन्छ भनेर? काकाले भन्नुभयो। तर काकाको कुरा गोपीलाई पत्यार लागेन। गोपीले भन्यो, म डराउँछु भनेर काकाले यस्तो भन्नुभएको होला। मलाई सबै कुरा थाहा छ के। ल, त्यसो भए के थाहा रहेछ? सुनौ न त म पनि। यसपटक काकालाई गोपीका कुरामा पटक्कै पत्यार लागेन। गोपीले आफूले कथामा पढेको भूतको कुरा काकालाई सुनायो। कथा सुनेर काका डराउनु भएन, बरु हाँस्नु भयो। जवाफ भने केही दिनु भएन। काकालाई बाहिर जान हतार भएको थियो। चित्तबुद्धो जवाफ नपाएकाले गोपीलाई झनै मनमा शङ्का लाग्यो। काकाले पक्कै पनि मलाई केही कुरा लुकाउनु भयो। उसले मनमा नै फेरि सोच्यो। गोपीको गाउँ लेकमा थियो। बस्तीमा घरहरू निकै पातला थिए, अर्थात् घरहरू निकै थोरै थिए। गोपीको घर गाउँको सबैभन्दा माथि सिरानटारमा थियो। उसको वरिपरि एक दुई घर मात्र थिए। गाउँमा जनसङ्ख्या नै थोरै थियो, त्यसैले मान्छेको बस्ती पनि पातलो हुने त भयो नै। गोपी गाउँबाट 1 घण्टा पैदल हिँडेर स्कुल पढ्न जाने गर्थ्यो। उसलाई लिन स्कुल बस आउँदैन थियो, किनकि उसको गाउँमा यातायातका साधन पुगेकै थिएनन्। सुनकोशी नदीको किनारै किनार ऊ हिँडेरै हरेक दिन स्कुल ओहोर दोहोर गर्थ्यो। बर्खायाममा सुनकोशीका धेरै मान्छे बगेर मरेका थिए। धेरैले यस कुरालाई लिएर सुनकोशीमा पानी भूतले मान्छे खान्छ भन्ने गर्थे। त्यसैले यो कुराले गोपीलाई नराम्रो असर पुर्याएको थियो। बुझिस् गोपी, त्यो बैदार बुढालाई सुनकोशीको पानी भूतले खाएको रे। जगमानले एकपटक गोपीलाई यस्तै कुरा गर्यो। बित्थामा नचाहिने कुरा नगर न। त्यो बैदार बुढा रक्सी खाएर नदी तर्न खोज्दा सुनकोशीले बगाएर मरेको हो। हिराले जगमानलाई हकार्दै भन्यो। अलि बुझ्ने खालको थियो हिरा। तँलाई थाहा छैन होला हिरा, मैले त भैरव मन्दिरको जोगीले भनेको सुनेको हुँ। जगमानले आफ्नो कुरा थप्यो। के त्यसो भए पानी भूत साँच्चीकै हुन्छ त? अनि किन नदेखिएको त? गोपीले सोध्यो। अब भूतलाई जहाँ पायो त्यहीँ कहाँ भेटिन्छ त? यो त विशेष समयमा मात्र देखिन्छ, जगमानले फुर्तीसाथ भन्यो। गोपीको गाउँमा ठुलो बाँस झ्याङ थियो। त्यो एकान्त ठाउँमा थियो, त्यसैले बाँस झ्याङमा मानिसहरू त्यति ओहोर दोहोर गर्दैनथे। जगमानले बाँस झ्याङको कुरा निकाल्दै भन्यो, त्यो बाँस झ्याङमा पानी भूतले राति राति बाँसुरी पनि बजाउँछ, बुझिस् गोपी? नपत्याए राति ध्यान दिएर सुन त, बाँसुरीको आवाज मजाले सुनिन्छ। गोपीको मुटु डरले ढक्क फुल्यो। उसले अरू कुरा सुन्नै सकेन। ऊ दौडँदै घरतिर लाग्यो र अरू साथीहरू हेरे भए। गोपी घरको माथिल्लो तलाको झ्याल भएको कोठामा एक्लै सुत्थ्यो। राति उसले ध्यान दिएर सुन्यो, नभन्दै बाँसुरीको आवाज पनि सुनिन थाल्यो। ओहो, पक्कै पनि यो पानी भूतले बजाएको हुनुपर्छ। त्यसपछि उसले कान थुन्यो र सिरकमा गुट मुटिएर सुत्यो। भोलिपल्ट राति पनि गोपीले बाँस झ्याङबाट बाँसुरी बजेको सुन्यो। उसले 1-2 जना साथीलाई कसले बाँसुरी बजाएको होला भनेर सोध्यो। सबैले पानी भूतले नै बजाएको हो भने। यो कुराले गोपीलाई गहिरो प्रभाव पार्यो।
ऊ राति घर बाहिर निस्कन समेत डराउन थाल्यो। पानी भूतको कुराले उसको सातो गएको थियो। ऊ बिरामी नै पर्यो। उसलाई हन्नहनी ज्वरो आयो। उसले आफ्नो मनको कुरा कसैलाई पनि भनेन। ज्वरो आए पनि आमाले गोपीलाई राति आफूसँगै सुताउनु भयो। के भयो गोपी, तिमी किन राति तर्सँदै उठ्दछौ? आमाले सोध्नुभयो। आमा, मैले पानी भूतले बाँसुरी बजाएको फेरि सुने। गोपीले भन्यो। होइन, के भनेको? पानी भूत, बाँसुरी? तिमीलाई फेरि कसैले भूतप्रेतको कथा सुनायो कि क्या हो? आमाले कुरा बुझ्न खोज्नुभयो। यो कथा होइन आमा, साँच्चैकै कुरा हो। बाँसझ्याङबाट सधैँ राति राति सुनकोसीको पानी भूतले बाँसुरी बजाउँछ। नपत्याए सुन्नुहोस् न। गोपीले एकै सासमा आफ्नो कुरा भन्यो। काका पनि नजिकै हुनुहुन्थ्यो। गोपीको कुरा सुनेर उहाँ हाँस्नुभयो। उहाँ यसरी हाँस्नुभएको गोपीलाई मन परेन। किन हाँस्नुभएको काका? म डराएको देखेर हो? गोपीले सोध्यो। होइन गोपी, म तिमी डराएको देखेर हाँसेको होइन। तिम्रो भ्रम र अज्ञानता देखेर हाँसेको हुँ, काकाले भन्नुभयो। कस्तो भ्रम, कस्तो अज्ञानता काका? गोपीले अचम्म मान्दै सोध्यो। भूत हुँदैन भनेर मैले पहिले नै भनेको होइन? मान्छेहरूले रमाइलो गर्नका लागि भूत प्रेतका कथा बनाउँछन्। त्यसलाई साँच्चीकै ठान्नु हुँदैन, काकाले भन्नुभयो। अनि बाँसझ्याङमा राति राति कसले बाँसुरी बजाउँछ त? गोपीले फेरि सोध्यो। म त्यही कुरा भन्दै त थिएँ नि। ल सुन। बाँसका झ्याङमा किरा र कमिलाहरूले कलिला बाँसहरूलाई प्वाल पार्दछन्। त्यस्ता प्वाल परेका बाँसका ठुटाहरू थुप्रै हुन्छन्। बाँसझ्याङमा राति हावा चल्दा ती प्वाल भएका बाँसले बाँसुरीको जस्तै काम गर्छ। प्वालबाट हावा पसेपछि त्यसबाट आवाज निस्कन्छ अनि बाँसुरी बजाएको जस्तै धुन सुनिन्छ। यो बाँसझ्याङको विशेषता नै यही हो गोपी। यो कुनै पानी भूतले बाँसुरी बजाएको होइन। तिमी जस्तो भूतको कथा सुन्ने साहसी बालक भूतको कथा सुनेर डराउनु हुँदैन, काकाले भन्नुभयो। काकाको कुरा सुनेपछि गोपीको मन हलुङ्गो भयो। उनी व्यर्थमा आफू डराएछु भनेर लाज पनि लाग्यो। उसले भन्यो, म त्यत्तिकै पो डराएछु, होइन त काका? भूतको बाँसुरी सम्झिएर म बिनसित्ती तर्सिएँ। अब त म भूतको कथा सुनेर कहिल्यै डराउँदिन। स्याबास गोपी, अरूको कुरा सुनेर जे कुरामा पनि विश्वास गरिहाल्नु हुँदैन। हाम्रो समाजमा धेरै यस्ता अन्धविश्वासी कुरा छन् जसलाई तिमी हामीले पढे लेखेर शिक्षित भएपछि हटाउनुपर्छ, काकाले भन्नुभयो। काकाको कुरा गोपीलाई चित्त बुझ्यो। ऊ मुसुक्क मुस्कुरायो। धन्यवाद।